फेरि तपाईहरुको लागि एउटा भिडियो लिएर आइसकेको छु। यो भिडियो तपाईहरु अन्तिमसम्म हेरेर मलाई साथ दिनु होला। धन्यवाद। माइक्रोसफ्ट अफिस एक्सेल मा इन्सर्ट भित्र भएको स्मार्ट आर्ट को बारेमा म तपाईहरुलाई सिकाउन गइरहेको छु। ढिला नगरिकन भिडियो सुरु गरौँ साथीहरु। सबभन्दा पहिला स्मार्ट आर्ट मा क्लिक गर्ने र यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ यो लिस्टिङहरु छन्, अल लिस्टिङहरु दिएको छन् र त्यसैगरी लिस्ट को अप्सन छ र त्यसपछि छ प्रोसेस को र साइकल को छन् र त्यसैगरी हिराची को रहेछन् र रिलेशनशिप को छन् र म्याट्रिक्स को छ र प्यारामाइड को छन्। अब तपाईलाई कुनमा केमा बनाउनुहुन्छ? मैले सफ्टवेयर को बारेमा है, जसरी मतलब कि हिराची मा गएर मैले यो फंक्सन हिराची को र यसलाई ओके गर्नुस्। यहाँ ओके गर्यो भने यो माइक्रोसफ्ट अफिस एक्सेल मा इन्टरफेस भएर आउँछ र यसको अलि ठुलो बनाउनको लागि यसको कुनामा मैले के गर्दिन्छु, अलिकति ठुलो पार्दिन्छु र त्यसपछि यो बिचमा राख्दिन्छु र अब सफ्टवेयरमा है, जस्तैमा सफ्टवेयर र सफ्टवेयर कति हुन्छ? दुईटा हुन्छ, जस्तै एप्लिकेसन सफ्टवेयर र सिस्टम सफ्टवेयर। सिस्टम सफ्टवेयर र एप्लिकेसन सफ्टवेयर। एप्लिकेसन सफ्टवेयर सिस्टम सफ्टवेयर मा के छन्? जस्तै ऑपरेटिंग सिस्टम र त्यसपछि यहाँ रहेको छ युटिलिटी सफ्टवेयर छन् र यसमा थप्नको लागि फेरि एड टेप्स मा जानु, एड सेप मा जानुस् र यसमा ल्याङ्ग्वेज प्रोसेसर र डिभाइस ड्राइभर एउटा फेरि थप्नको लागि यसमाथि क्लिक गर्नु र एड सेप मा जानुस् र यसमा रहेको छ डिभाइस ड्राइभर र त्यसैगरी यहाँ एप्लिकेसन सफ्टवेयर मा के छन्? एप्लिकेसन सफ्टवेयर अन्तर्गत यहाँ प्याकेज सफ्टवेयर पर्छन्। प्याकेज सफ्टवेयर भयो र यसमा थप्नको लागि फेरि यसमाथि क्लिक गर्नु र एड सेप मा जानुस् र प्याकेज सफ्टवेयर चाहिँ कस्टम सफ्टवेयर र त्यसैगरी एप्लिकेसन फेरि थप्नको लागि एड सेप मा जानु र यहाँ रहेको छ ट्याली ERP9 भयो। फेरि थप्नको लागि फेरि यसमाथि क्लिक गर्नु र एड सेप मा जानुस् र यहाँ वर्ड पनि हुन्छ र एमएस वर्ड पनि त एप्लिकेसन सफ्टवेयर छ, एमएस वर्ड एप्लिकेसन सफ्टवेयर। अब यसरी गरिसके पछाडी यसको स्टाइल र डिजाइनिङ चेन्ज गर्नको लागि यसमाथि क्लिक गर्नुस् र स्टाइल र डिजाइन चेन्ज गर्नको लागि यहाँबाट तपाईले आफूले मन पराएको स्टाइल र डिजाइन माथि तपाईले क्लिक गर्न सक्नुहुन्छ। आफूलाई जुन मन परेको छ त्यो डिजाइनमा तपाईले एकचोटी गरी क्लिक गर्नुस् है। त्यसपछि यसको कलर चेन्ज गर्नको लागि कलर चेन्ज गर्ने अप्सनमा जानु र आफूले मन पराएको कलर के गर्न सक्नुहुन्छ? तपाईहरुले अप्लाई गर्न सक्नुहुन्छ। तपाईहरुलाई कुन कलर मन पर्छ त्यो कलर तपाईले अप्लाई गरिहाल्नुस् यहाँबाट। र त्यसपछि अहिले तिम्रो यो लेआउट भने यहाँ ट्याक्स प्यानल ओपन, यहाँबाट तपाईले ट्याक्स प्यानल ओपन गर्न सक्नुहुन्छ। यो ट्याक्स प्यानल हेर्न सक्नुहुन्छ। सफ्टवेयरमा सफ्टवेयर दुईटा छन्, सिस्टम सफ्टवेयर र एप्लिकेसन सफ्टवेयर रहेको छ। सिस्टम सफ्टवेयरमा ऑपरेटिंग सिस्टम, युटिलिटी सफ्टवेयर, ल्याङ्ग्वेज प्रोसेसर, डिभाइस ड्राइभर रहेको छ र एप्लिकेसन सफ्टवेयरमा डाटा प्याकेज छ। त्यसैगरी भनेको कस्टम सफ्टवेयर छन्, ट्याली ERP9 छन् र एमएस वर्ड एप्लिकेसन सफ्टवेयर है। अब त्यसैगरी यसको अहिले यो फंक्सन लेआउट भन्ने फंक्सनमा रहेको छन्। यो यसमा अरु फंक्सनमा चेन्ज गराउनको लागि यहाँ यसमाथि जाने र मोर लेआउट भन्ने अप्सनमा जाने र यहाँबाट तपाईले जुन मन पर्छ हिराचीमा गएर तपाईले यो यसमाथि क्लिक गर्ने, यसलाई ओके गर्यो भने अर्कोमा चेन्ज भएर आएको छन्। यसरी तपाईले चेन्ज गर्न सक्नुहुन्छ। माइक्रोसफ्ट अफिस एक्सेलमा त्यसरी फर्मेट भन्ने अप्सन छ, फर्मेटमा पनि तपाईले गर्न सक्नुहुन्छ। यसमा कलर यसमाथि क्लिक गर्नु, सेभ फिलमा गएर आफूले मन पराएको कलर अप्लाई गर्न सक्नुहुन्छ यसमाथि। यसरी तपाईले फेरि यसमाथि क्लिक गर्नु र सेभ फिलमा जानुस्। सेभ फिलमा गएर तपाईले आफूले जुन कलर मन पर्छ त्यो कलर अप्लाई गरिहाल्नुस्। यसमाथि फेरि क्लिक गर्नु र सेभ फिलमा जानुस् र यहाँबाट तपाईले के गर्न कलर अप्लाई गर्न सक्नुहुन्छ। यसमाथि क्लिक गर्नु, फेरि सेभ फिलमा जानुस्, त्यहाँबाट आफूले मन पराएको कलर चेन्ज गर्न सक्नुहुन्छ। यसरी तपाईहरुले माइक्रोसफ्ट अफिस एक्सेलमा स्मार्ट आर्टको यसरी प्रयोग गर्न सक्नुहुन्छ। यति भन्दै म धन्यवाद गर्न चाहे साथीहरु, धन्यवाद।